हेलो नमस्ते एभ्रिवान, सबैजनालाई फेरि पनि मेरो नयाँ ब्लगमा धेरै धेरै स्वागत छ। आज फेरि म अर्को नयाँ ब्लग लिएर आइसकेको छु। हामी चाहिँ जाँदैछौँ पूर्णागिरी, गुलराटो पूर्णागिरी बाइकमा। म चाहिँ रेडी भइसकेको छु, मम्मी बुवा भाइ सबैजना रेडी भइसकेको छौँ। आज फेरि म हजुरहरूलाई देखाउने छु पूर्णागिरी कस्तो छ, के गर्नुपर्छ त्यहाँ गएर, कसरी जानुपर्छ। धेरैजनालाई त थाहा हुनसक्छ तर धेरैजनालाई थाहा नहुनसक्छ, त्यसै गरी आज म देखाउने छु हजुरहरूलाई हाम्रो पूर्णागिरीको जर्नी। यात्रा हुँदैछ भनेर मान्छे थाहा पाउनु परेन हैन अङ्कल? हाम्रो गाडीहरू पनि रेडी भइसकेको छ। आन्टी अङ्कल मम्मी बुवा सबै पनि रेडी भइसक्नु भएको छ। आउनु अब हजुरहरू। Kahwil ba ka na? Huh? फोटो सुट हुँदैछ। सिङ्गल एनिभर्सरी। कसको एनिभर्सरी हो? मनाएर गए नि हुने। दोकानमा छैनौ? किन बन्द गरेको? मेरो यो बाटो चाहिँ हामी गएर डाइरेक्ट चाहिँ महाकाली पुलमा निस्किने गरी जाँदैछौँ। यो हो बाटो। यहाँ नहीं, यहाँ हुई, यहाँ हुई कहाँ हुआ? यहाँ हुआ इधर तो हमने आए कहाँ पहले? यताबाट पहिले हिँडे जस्तो लाग्यो कि यता बरमदेव जान्छ। यो चाहिँ डाइरेक्ट पुल जान्छ। यो बाटो पहिला हिँडेको होइन र? यो बाटो त पहिला बसमा आउँथ्यौँ नि, त्यही भएर त हिँडे जस्तो लाग्यो। ओ यो महाकाली जाने बाटो सायद बन्द जस्तो छ त फेरि। यो रहेछ पुल, कस्तो चेन्ज भएको। यही हो र बाटो? बाटै छैन त, कस्तो कन्फ्युजन भयो, कहाँबाट जाने होला? मान्छे लाउँदैछन् उहाँबाट, तलबाट जाने हो? बाटो छ त यहाँ, माथिको बाटो बन्दै रहेछ, नहरको बाटो। अब तलबाट जानु पर्यो। अब राइडरले कुदाउँछ बाटो हेर्न। माताजी बचालो, मम्माको बाटो। बाइकलाई त कुनामा लाग्थ्यो होला थाहै छैन। सर्टकट बाटो हो गाइज। पाउनको लागि केही खुवाउनु पर्यो, छिटो पुग्नको लागि दुलो खानु पर्यो।
बाटो त राम्रो रहेछ हो। हामी चाहिँ डाइरेक्ट महाकालीको पुगिसक्यौँ। हरमदेव नगएर सर्टकट बाटो धुलो खाइयो बाटोमा झन्डै सिरिप खाइसकेको बाटो पनि कस्तो डाइरेक्ट पुगिसकेन। अब पास बनाउने पास बनाएर चाहिँ गर्दैन नि मेरो फेभरेट पापड पैसा तिर्ने चाहियो। सानोमा खाएको कस्तो मिठो थियो, आज धेरै सालपछि खाइयो। अब 40 60 10 रुपियाँ रिटर्न आउँछ। पानी खाएर रेस्ट गरेर हामी हिँडिसकेछौँ। त्यहाँ चाहिँ यस्तो शीतल हावा अनि पानी पाइन्छ। आएर आउने अनि जाने मान्छेहरू चाहिँ रेस्ट गर्दै यतातिर। लुकी लुकी भिडियो बनाएको, भिडियो बनाउन चाहिँ दिँदैनन्, गाली गर्छन्, तर अलिकति सुट त गर्नु पर्यो। लुकी लुकी अब राख्दैछु बन्द भयो। ल के भयो भाइ? यस्तै छ, पुरानो भइसक्यो हाम्रो बाइक पनि। चालु हुने हो कि होइन? बुढाबुढीको बाइक बुढो भयो। चालु भएछ बाइक। यो चाहिँ टनकपुर बजारको पार्ट हो। अटोले चाहिँ यहाँसम्म पुर्याउँछ, यतातिर चाहिँ गाडी लाग्छ, उसले चाहिँ ठुलीगढसम्म पुर्याउँछ। फेरि ठुलीगढबाट अर्को गाडी चेन्ज गर्नुपर्छ, जसले चाहिँ माथि मन्दिरसम्म लाग्छ। अनि उहाँदेखि चाहिँ हिँडेर जानुपर्छ, सिँढी हुन्छ, रमाइलो हुन्छ उहाँ पनि। टनकपुरको बजार यता हो, यता यता यहाँ रोका हो। वो तो उनसे पर बैठे गिर रही है। अच्छे से जाके तब बोका हुआ। ओ फेरि बाटो बिर्स्यो। चलो फेरि बाटो बिर्स्यो है, कस्तो बिर्सिने बाटो रहेछ त फेरिका। यस्तै हो, 1 वर्षपछि आइन्छ, त्यही पनि बिर्से जस्तो हुने के। योभन्दा अगाडिको वर्ष चाहिँ गाडीमा आएको। अब गाडीमा आएपछि त अटोले पुर्याइदिन्छ, अटोले पुर्याइदिएपछि पछि फेरि उसले बाइक के भन्छ गाडीले लगिहाल्छ। अब बाइकमा आएपछि त आफै बाटो थाहा पाउनु पऱ्यो। के हो कस्तो बुल्ले जस्तो हुने के। मलाई त अहिले नि कस्तो अझै बाटो लागिरहेछ। कहाँ निस्काउने होला यो बाटोले? हामी चाहिँ अब थकाइ मारेर हिँडिसकेछौँ। अब गएर ठुलीगढ रोक्ने। म गएर फेरि मागेपछि कहीं वहाँ पार्किंग के नाम से लेके गाड़ी दो नंबर में 756
वाली मैच है असली का 939 पार्किङको लागि यहीँ सिट कटाउनु पर्ने रहेछ पगर $59 भनेर $60 लाग्यो अरे गाडीको नम्बर पऱ्यो हामी चाहिँ ठुलीगढ पुगिसक्यौँ अब उतै कटाइसकेछौँ यता कता पार्किङ गर्ने किन रोकिरहेछन् हौ हामी दिउँसो आएको कारणले कस्तो सुना लाग्यो त्यति धेरै मान्छे पनि छैनन् सानोतिनो मान्छे हुने भनेको धेरै भिड हुन्छ साँझतिर दिउँसो त गर्मीले मान्छे हिँड्नै सक्दैनन् उता छ पार्किङ कहाँ थियो कटाइसक्यो यहीँ बाबा यति ठाउँमा हुने हो कुदेन राख्न यस्तो छ पार्किङ वा गाडीको हालत के हुने भयो ओ बचाउ हामीहरू ठुलीगढबाट हिँडिसकेछौँ अब बाहिर मन्दिरसम्म गाडीमा जाने त्यसपछि उहाँदेखि चाहिँ हिँडेर माथिसम्म ठुली गाडी What a luck! टायर पेन्चर भयो यता छ टायर पेन्चर भयो अब एकछिन आराम गरौँ अरे नया डाल लो क्यों इतना पुराना इसको चला रहे हो यार आगे की भी देखो कैसा है वो भी देर नहीं लगेगा वो पंचर होने में क्या गाडी चुज गर्यौँ हामीले गाडी त हामीले चुज गरेर रहेछौँ नि टायर हेर्नु पर्ने रहेछ अगाडि अब ढिलो गाउँ भन्नु अब ढिलै भयो रमाइलो भयो हिँडेर जाउँ के सबै लिएर आउनु पर्ने रहेछ इन्डियन गाडी लक्की मान्छे हामीहरू लक्की मान्छे हाम्रै बसेको गाडी पेन्चर भयो बिचारा कालो बरेलीबाट आएको मान्छेहरू पान खाँदैछन् सबै गाडी चल्दैछ अहिले भइहाल्छ एकछिनमा त्यसो भए के गर्ने वेट गरेर बस्नु पर्यो गाडीबाट झरिसकेछौँ व्यक्ति प्रति 30 रुपियाँ 30 रुपियाँ लाग्छ एकजनाको यहाँसम्म पुर्याउँछ अब यहाँबाट हिँडेर जानु पर्यो हामीहरू चाहिँ पुगेर अब खाना ल्याएको छौँ खाने कस्तो थका लागेको खाना खाने रोटी अनि चटनी बुवा
नींबू की क्या करते रोटी रोटा चटनी पोखेरा यहाँ रातो चटनी नखाने खुर्सानीको अङ्कल आलु दुई थरीका छ हाम्रो सपिङ खै बुवा मम्मी ओहो विदेशी आवाज के सुन्दैन म खाली हामीहरू चाहिँ नुहाएर रेडी भइसकेको छौँ अब चाहिँ सामान किन्ने अनि त्यसपछि पूजा गर्न जाने विचार अझै निन्द्रामा छ अङ्कलहरू सामान किन्दै हुनुहुन्छ कस्तो पाइन्छ सामान लिनुभयो अङ्कल कुन वाला निकाल्ने जोडा वाला ए दुईटालाई एउटा हुन्छ जोडा वाला सीधा बुवा चाहिँ चस्माको सपिङ गर्दै पकवादी गाडीमा बसेर पनि हालत खराब भइसक्यो मलाई बोबिट भइसकेको अझै बाइक त कहाँ छ चाहिँ दुई टाढा यहीँ छाडिदिउ नि आज हामी चाहिँ आफ्नो गाडीतर्फ आइजु जाई गाडी हामीहरू चाहिँ फेरि चाहिँ फर्किसकेछौँ हाम्रो महाकालीको पुलमा त्यसपछि जाने बरामदेव भन्छ पूर्णागिरीबाट फर्केपछि बरामदेव चाहिँ जसरी पनि पुग्नुपर्छ त्यसपछि मनोकामना पुरा हुन्छ अब हामी चाहिँ बरामदेव गएर पूजा गर्ने घाम प्रभाव बरामदेव हाम्रो पूजा पनि सक्यो मेरो अब तुरन्त गराइकन हामीहरू चाहिँ खाना खाना पोखरी कटेज भोक लाग्यो पूजा गरेर आयो अब पोखरी कटेजमा खाना खाने
आइज नहीं गई घरे जाए फाइनली गाइज हामीले चाहिँ घर पुगिसकेको छौँ र अहिले चाहिँ अब रेस्ट गर्ने टाइम भनौँ खानासाना खाएर चाहिँ हामी अब रेस्ट गर्ने बिचमा चाहिँ मेरो मोबाइल पनि अफ भइसकेको थियो अनि हामीहरू चाहिँ राति पुग्नको कारण चाहिँ हामीहरू निन्द्रा लागेर चाहिँ हामीहरू चाहिँ धनगढी गर्थ्यौँ उता चाहिँ एकछिन रुममा रेस्ट गरेको अनि त्यसपछि आएर अब चाहिँ मेरो ब्लग सकिन्छ थ्याङ्क यू मेरो ब्लग चाहिँ हेरेर साथ अनि सपोर्ट दिनु होला लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू